हामीले साइडमा धेरै सानो सानो कुराहरू ध्यानमा दिनुपर्ने हुन्छ। जस्तै कि अब यो बिम भयो, यो हामीले बिमको सटरिङ गऱ्यौँ है। यो बिमको सटरिङ गर्दाखेरि हामीले के ध्यानमा दिनुपर्छ भनेपछि यो कलम भयो, भनेपछि यो कलमको हामीले कास्टिङ गरिसकेका छौँ है। यो कास्टिङ गरिसकेका छौँ, कलम रेडी छ। त्यसपछि हामी यो सबै कलम रेडी भइसकेपछि माथि हामीले सटरिङको स्ल्याब र बिमको लागि सटरिङ वर्क गर्छौँ भनेपछि अब पछि ठ्याक्क यो माथि स्ल्याबको कास्टिङ गर्दाखेरि हामीले यो ठ्याक्क बिमको साइड, यो कलम र बिमको यहाँनिर जोइन्ट हुन्छ, यहाँनिर यो जोइन्टमा यहाँनिर हल्का ओपन हुन्छ। यो ओपन एरियालाई हामीले कसरी भर्ने भनेपछि यसलाई ढाक्नुपर्ने हुन्छ, यसलाई बुझ्नुपर्ने हुन्छ। सो यहाँनिर हामीले के गर्नुपर्छ भनेपछि हामीले यहाँनिर बोरा कोच दिने हो, यहाँ पनि बोरा कोच दिने, यहाँ पनि बोरा कोच दिने। अब त्यस्तै अब कलमको यो तलतिरबाट पनि कहिलेकाहीँ यो कलमको ठ्याक्क अब फर्मा लगायौँ, यहाँ तलतिरबाट यहाँ ठुलो पाल हुन्छ, कहीँ कतै हुन्छ, अनि यहाँबाट त्यो के भन्छ मेटेरियल यहाँबाट खस्ने हुन्छ तल। सो यहाँ पनि हामीले बोरा कोच दिने हो, यहाँ बोरा कोच दिने। यो पनि टाइट भइहाल्छ, यो पनि टाइट भइहाल्छ, यो पनि टाइट भइहाल्छ, यो पनि टाइट भइहाल्छ। त्यसरी यो कलम पनि बिग्रिन्न। अनि माथि स्ल्याबको गर्दाखेरि यो बिमको यहाँबाट यो बिम पनि बिग्रिने, यहाँ पनि बोरा कोच दिने।